कस्तो लाग्यो समग्रमा मुभी एकदम मुभी राम्रो छ हजुर अब एक्सन राम्रो छ होइन अब कहानी भन्दा पनि हामीलाई चाहिँ अलिक जेनरलाई चाहिँ एक्सन मुभीहरू हेर्ने छ तर समयको अब नेपालको सिचुएसन अनुसार आएको हुनाले यो चाहिँ रिलेट भयो पनि भर्खरको जेएनजीको आन्दोलनसँग रिलेटेड त्यो नेताहरू भाग्नुपर्ने स्थिति आएको मुभीले समग्रमा राम्रो छ एकदम सफलताको छ होइन यस्तो मुभी राम्रो हो अब मुभीले विशुद्ध इन्टरटेन दिनुपर्छ भन्ने हो एक्सन प्रधान प्लस इन्टरटेनिङ छ राम्रो लाग्यो एकदम समग्रमा हजुर सबैलाई थ्याङ्क यू सबैजनालाई अनि हजुरलाई चाहिँ कस्तो लाग्यो मलाई पनि एकदम मन पर्यो यसमा त विशेष गरी महिलाहरूलाई बढी टच गर्छ भन्छ हो, हैन? exactly. अनि यसमा आमा छोराको कथालाई रिलेटेड गरिएको छ यसमा तपाईँ के भन्नुहुन्छ यो कथालाई लिएर एकदमै राम्रो एकदम त्यो मन छुने टाइपको के एकदमै मलाई चाहिँ एकदमै मन पर्छ जस्तो छोराले आमाप्रति गरेको सम्मान होइन जुन आमालाई गरेको त्यो अरूले जुन समाजले हेर्ने दृष्टिकोण त्यसलाई चाहिँ एकदम मध्यनजर गरेर एकदम राम्रो तरिकाले बनाउनु भएको छ एकदमै सही लाग्यो जुन पछि लास्टमा गएर छोराले जुन आमाको लागि जुन गर्नुभयो नि त्यसले चाहिँ एकदम मलाई नै आत्मसन्तुष्टि मिल्यो कि एकदम आफूलाई नै एकदमै आत्मसन्तुष्टि मिलेको फिल भयो कि एकदमै राम्रो लाग्यो धन्यवाद